दौडिदिनु पर्यो अब यहाँ यस खुसी भएर बल्ल बल्ल गरेर आयो ल भित्र दाइहरू भित्र तास खेलेर चाहिँ रमाइलो गर्दैछ माया चाहिँ यहाँको ताप्दैछ एकदम जाडो छ यस भेरी कठिनाइ गाइस एकदम गाह्रो छ फ्रेस गुड मर्निङ टु एभ्री वान एन्ड वेलकम टु सुदीप बाबु ब्लग्स अनि ह्याप्पी न्यु इयर एभ्री वान है हिजो न्यु इयरको दिन राति अब त रेफ्री थियो त्यहाँ अनि चितवन गर्थ्यो गेम सेम यताउति भएर ब्लग पनि बनाउनु पाएन हिजो बनाउनु पर्थ्यो राति आएर एकदम अप्लोड थियो एकदम राम्रो ठाउँ 50मा आएको छु हाम्रो 50 रिसोर्ट दाइको हाम्रो साधनहरू त्यहाँ छ हामी सुतेको चाहिँ यता माथि हो है एकछिनमा जान्छु बेलुका बसेर रमाइलो गरेको क्लिप्सहरू म हल्का फुल्का हाल्ने छु त्यो हेर्नु होला त्यो बेलुकाको यस्टरडे क्लिप्स यस्टरडे भाइब्स भनेर म हाल्छु तिमीलाई बात पुगेछु सायद त्यो मुटुमा मेरो नाम कोरिएको छैन सायद त्यो भाग्यमा तिम्रो साथ लेखिएको छैन Happy New Year! 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 Rosanda, Happy New Year! Rosanda! Happy New Year, मेरो Rosanda! Bro, Happy New Year, Happy New Year! Happy New Year, भाइ! आउँदै चालै गर्नु यो जीवनमा कतै टाढा नहोस् तिमी जीवन बुनेको नरिसाउन सानो कुरैमा हजुर
ओइ गर्छु पञ्चासे अनि एउटा डम्बर त त्यसमा त रेस्टुरेन्ट 22 भनेर मागेको छु एउटा भ्यू हरि देखेर मैले दिन सुतेँ आमा क्लाउड तलपट्टि ओ त्यस्तो छ हाम्रो खेतीबारी त्यहाँ सागहरू अब तपाईँको 50 रिसोर्ट तपाईँले 50 घुम्न आउनुहुन्छ भने उहाँ कान्छा दाई झपाइन दाई नेचरमा रमाइसक्नु भएको छ हावा सरर लाग्छ चिसो एकदम छ रमाइलो एकदम छ आज भ्लग बनाउँछु कतै गयो भने भ्लग पनि खिच्छु म आनन्द यो भ्यूलाई एकदम रमाइलो यति सुन्दर यो सुन्दरतालाई सुन्दर सुन्दर मान्छेले यसरी हेर्दै बस्नु भएको छ वेलकम टु सुदीप बाबु ब्लग्स गुड मर्निङ दाई गुड मर्निङ ह्याप्पी न्यु इयर दाई ल यस गुड मर्निङ दाई यस्तो भ्यू छ आनन्द बिहानैबाट उठेर हेर्नु त हेरेको दाइ मैले चिसोलाई सुत्दै फेरि म त 5 भ्यू चाहिँ सनराइज हेर्छु सोचेको यस्ता यो हिमाल चाहिँ बिहान चाहिँ हल्का अझ राम्रो देख्दै देख्न चाहिँ सर्लक्क चिसलक्क हामी बिचमा बसेको यहाँ आगो तापा यहाँ भएको थियो त्यहाँ बस्नु यहाँ बारुक्यू भएको थियो यो दाइको रिसोर्ट छ एकछिनमा आनन्द यहाँ सबै सुत्दै हुनुहुन्छ उहाँ ग्राउन्ड रहेछ र चाहिँ म सर्लक्क एकछिन चाहिँ सर्लक्क यो सिमको चाहिँ सर्लक्क हान्छ है सियो बिस्तारै बिस्तारै अन्त दाइ भर्खर आउनु भयो होइन पाली पाली अब समय म आएँ सुरुमा कान्छा दाइ झप्माङ दाइ त्यसपछि म अन्डे दाइ बिस्तारै उतो बाटोबाट सबैजना आउनुहुन्छ यहाँ ग्यादरिङ हुन्छ ल पाली पाली सबैजना आउँदै हुनुहुन्छ दोस्त ह्याप्पी न्यु इयर गुड मर्निङ आज भ्लग बनाउँदैछु सर्ट एन्ड स्विट है गर्मी भयो दाइ हिजो बेलुका 4 बजे लाउनु भयो What is this? This is pack glass. ल अघि हान्ने रे अन्त गर्नु गएन हान्ने होइन हाल्ने मिलाजमा होइन गिलास मात्रै हो दाइ मलाई रक्सी नपुगेर पछि भाइ यति भएर खाएर सुत्दै सब ट्याङ्करै रहेछ सबैको आफ्नो गफ हुँदैछ ट्याक्क चिया खाँदै हाम्रो यो पालो पालो सबको आगोमा छ अन्तिम इन्ट्री ए उहाँ दाइ बाँकी नै हुनुहुन्छ त्यसलाई त्यति गाह्रो भइरहेको छ 10,000 चलाइदिने हो भनेर भने नि त त्यसले त होइन मैले आधी कुरा भन्ने होइन मैले त्यसलाई दुईजनै सोधिरहेको फाइनल्ली अब सबैजना भेट भएर हाम्रो यहाँ खाजा खाने कार्यक्रम हुँदैछ ब्रेकफास्ट यहाँको दिनेश दाइ चिया नि हान्ने मिठो कोदो मर्निङ ट्याक्क रोशन दाइ ब्रेकफास्ट फर्स्ट टेस्ट गुड दाइ ल कान्छा दाइ नम्बर दाइ ल छिटो ल तपाईँ नै है हजुर दाइ भन्नुहोस् न ए ओके दाइ ल हस् गुड भ्यू मुन्दारी ट्याक्क खिच्दै फेरि यहाँ यस्तो दामी देखियो क्या माथि आकाश पनि के वा
आकाश पनि हरि देखेको है यस दाइ के भन्नु न भ्लगमा यहाँ के भन्ने गच्छु रमाइलो हुँदैछ है आज हाम्रो न्यु इयरमा एकदम हिजोबाट नै म यस तर हाम्रो सधैँ न्यु इयरै हुन्छ नि दाइ हाम्रो ब्रेकफास्टमा हाम्रो यो चाहिँ ग्राउन्ड एप्पल हो न्यु टेस्ट यो चाहिँ कोदोको रोटी होला यो चाहिँ एग यो चटनी अनि सबैजना ब्रेकफास्ट खाँदै अमुललाई भिडियो बनाउँदै हुनुहुन्छ यस गुड भ्यूसँग आनन्दले ल स्टार्ट गरेँ त अनि ब्रेकफास्ट किस्मत दाइ गुड मर्निङ एन्ड ह्याप्पी न्यु इयर यस हामीले ब्रेकफास्ट खाइसक्यो तपाईँ ढिलो आउने किन ढिलो गाह्रो उहाँ दाइ ल तिमी नगर है राजु ट्याक्क उहाँ दाइ तपाईँ सुतेको तपाईँले मलाई छोडेन पार्टनरलाई होइन कसले छोडेको थाहा छैन यस खानाको प्रिपेयरको लागि यहीँको लोकल हिँड्दा यो वीरराज दिनेश दाइले बनाउँदै हुनुहुन्छ यी यहाँ म्याट लिएर आएको कि मैले यस थ्याङ्क यू सो मच दिनेश दाइ हाम्रो दिनेश दाइकोमा आउनु होला सुदीप बाबुको भ्लग हेर्नेहरूले है ट्याक्क 85 रिसोर्टमा यस्तो मिठो भ्यू केटाहरू त्यहाँ अब एकछिन रमाइलो हल्का ग्याम्लिङ गर्ने रे है अब यहाँ चाहिँ एकछिन टाइम पास रे घाम तापेर यी सुरु सनबाथ रे ओके ल यहाँ जमिरहेछ घाममा न्यु इयरको बेलामा रिल्याक्स यहाँ हिँड्न जाने कुरा भइरह जाने कुरा भयो यहाँ होइन कान्छो जान्छ होइन किसिम नि हुनुपर्छ खानु साथी हुनु पर्यो नि एकजना बुढोलाई कस्तो मजा आउँछ त्यो भिडियो गर्नु हेरिनु अनुहार यो त रातो बनाएर आउँछ नानी न किस्मत दाइ नजानी जान्छ माथि जान्छ कि माथि जान्छ चिकन डमालेलाई म जबरजस्ती नगरौँ के बिचारा होइन माथि जान्छ माथि त हुन्छ क्या ल यतै घुमौँ ल यतै आउँदै घुमौँ ल केटा लिस्योर यतै उकाल्छ के जम्मा उता पुग्ने फोटै छ कि होइन एक चार घन्टा घुम्ने नि त्यहाँ त गयो त्यहाँबाट तल गयो त्यो पोखरी नि हेऱ्यो त्यहाँबाट फेरि माथि आइयो ल चम्दम कान्छ स्ट्यान्ड बाई धेरै 5 मिनट अब ब्लग बनाउँदै बस्छ के गर्दा तपाईँले यस्तो हँसाउँछ तपाईँले ल हिँड्न त हिँड जाने यतैबाट ल अब एकछिन वाक हान्न लाग्यो जपङ दाइ ओ किस्मत दाइ उहाँबाट नजाने मान्छे उहाँबाट बोल्नु ए कान्छ चस्मालाई हिरो भएर अहिले फेरि कसको रे त्यही थियो नि होइन हिँड्दै हिँड्नु त फेरि नाटक नगर्नु हातमा फेरि हातमा त हुने भने र सधैँ आउनु अब जाने एकछिन अघि यहाँको बच्चाले मलाई हरिफ इङ्ग्लिस बोलेको यार ल्या के भनेको तपाईँले फेरि
दिनेशलाई बस कति बेला लाग्छ बिहान बिहान तल सिधै 8 बजे अब हामी जाँदैछौँ हिँड्दैछौँ काशी घुम्नै पर्यो के गर्नु गाह्रो छ हजुर उहाँ टेन्ट पनि छ उहाँ टेन्ट पनि छ टेन्टमा सुत्न मिल्छ यहाँ आएर हाम्रो मान्छ बाघ हान्दै यो त स्टेट टान्नु चाहिँ गाडीको अन्तिम स्टप यहीँ हो 50को है त सिसिबी एकछिनमा ल यस्तो राम्रो गाउँघर छ आनन्दको मै है कहाँ पाउँछ मै म दिउँ तपाईँलाई किस्मत दाइ लाउनु मै नयाँ मामाको होमस्टे रहेछ Yes, Sudeep. यस दाइ Yes, Sudeep, like and subscribe. त्यो गीतले फेरि मलाई कपिराइट हाल्नु यार किस्मत दाइको गाह्रो छ बारी त सबमा सबैमा बारी दामी रहेछ सागपातहरू साग मामा हेलो बिच बिचमा के पनि रहेछ फेरि यहाँ पक्का ओरिजिनल त्यहाँ मुला छ साग छ सुन्दा यहाँ टक्क गाउँघरको क्लिप्स दिँदै हुनुहुन्छ ग्राउन्ड रहेछ आनन्दले बस्ने यति सोनामा पिस एकदम पिस रहेछ चाहियो भने एकदमै घुम्न मन लाग्यो भने चाहिँ यो ठाउँ चाहिँ दामी होइन पिस के आनन्द चिसो नि त्यस्तो साह्रो चिसो नि नरहेछ र अन्त बाटो हल्का तर त्यस्तो नराम्रो पनि होइन राम्रै छ ठिकै छ जहाँ अब धेरै लाग्यो 1.5 घन्टै लाग्दो रहेछ 1.5 घन्टा रहेछ गर्नु पैसा फेरि न त 1 घन्टा पनि रहेछ कोही कोही त आउँछ बाइकमा त स्कुटरमा चाहिँ हल्का गाह्रो हुन्छ तर बाइकमा चाहिँ ठिकै चाहिँ स्कुटरमै आउँछ हामी स्कुटरमै आएको एन्ड्रोकमै आएको मामाको यहाँ बारी भएर भेटेर जाऊँ मसिन्दाहरू पहिले आएको भएर किस्मत दाइ मसिन्दा उहाँहरू आएको भएर किचनहरू पनि दामी दामी रहेछ नम्बर दाइ त्यहाँ झप्पङ दाइ त्यहाँ नेचुरल टाइप अझै हामी कति पुग्न छैन आकाश पनि अघि चाहिँ सर्लक्क बादल दामी देखिएको थियो होइन यो बाटो हिँड्नु जाने हामी उ त्यो बाटो सर्लक्क सिउ अब एकछिनमा भेट्छु पर्छ म बाटोमा के हुन्छ सबै खिच्छु रमाइलो गर्नुपर्छ ह्याप्पी न्यु इयर अगेन मेरो केटाहरूलाई मेरो सब्सक्राइबरहरूलाई राम्रो ह्याप्पी न्यु इयर गाइस एकदमै नसालु मुस्कान भएको मान्छे नसालु आँखा भएको मान्छे हाम्रो हिरो दाइ डिम्पलले फेरि मार्छ नि त फेरि डिम्पलको कमी छैन फेरि हाम्रोमा झपाङ दाइको अन्य दाइको यता नि बस्छ हल्का फुल्का त होइन मर्दै एकदमै सोच कन्टिन्यू टु आवर डेस्टिनेसन हिँडिराख्नु भएछ तपाईँहरू म पनि हिँडिरहेको छु पछाडि छु भ्लग बनाइरहेको छु तपाईँलाई देखाउँछु हाम्रो न्यु इयर कस्तो भइरहेछ म ट्रेकिङ नयाँ ठाउँमा नयाँ वर्ष इङ्ग्लिस न्यु इयर सुन्दा सनसेट होमस्टे दिनेश दाइ अनि यो चाहिँ के हो के अरे इन्फर्मेसन त्यो अहिले छैन सञ्चालन छैन पहिला थियो राखिदिनु नि त कति दिने पैसा भन्नु म बसिहाल्छु नि त ल
अनि यहाँ चाहिँ डेस्टिनेसन हेर्न सक्नुहुन्छ 85 टाकुरा सिदाने गाउँ यहाँबाट आएको हामी यसरी यहाँ माथि चित्रे भन्ने उता पर्वतीताबाट पनि जोडिँदै भदौरे अस्ति भर्खर गेम भएको यो नक्साहरू यसरी यहाँ छ हेरेर पनि मान्छेलाई सहिलो हुन्छ भनेर ल के कुरा हुँदैछ जबङ त अघि नै आइसक्नु है फेरि जाँदै हुन्छ ल नक्सा हेर्न सक्नुहुन्छ है यहाँ घाँटी चिना दमे अनि भदौरे त सिदाने भन्ज्याङ भन्दा चाहिँ 85 टाकुरा राम्जा पर्वत चित्रे कास्की उता यहाँ धेरै पञ्चासे वन मूल परिषद यस्तो फुलहरूको मौसम दाइ त्यहाँ छ र सिउलो आफ्टर द्याट अब फेरि कन्टिन्यू टु आवर वाक सम इन्फर्मेसन दिएको तपाईँहरूलाई यो भ्लग हेरेर पनि फाइदा होस् भनेर सबै कुराहरू बोर्डमा छ त्यहाँ इन्फर्मेसन सञ्चालनमा आएको छैन फोहोर व्यवस्थापन हामी सबैको जिम्मेवारी पोखरा महानगरमा 23 ताले त गरेछ 85 वन संरक्षण क्षेत्र रे सुनखरी पात मार्ग ठिक छ वे टु 85 पिक यहाँबाट यहाँ आउँथ्यो कि त्यत्रो घुम्नु गएको यहाँ यता भनेको यताबाट आउनु तपाईँले यो पोखरी भनेको यही पोखरीहरू त्यो भने मैले भनेको पोखरी होइन माथि डाँडा त्यो फोहोर हुने बित्तिकै चराले के गर्ने रे पात टिपेर फालिदिने होइन सफा गरिदिने बिचमा निराश छौँ हामी सबै चिसो छ बाहिर हाल्नुपर्दा त हिँडेर चाहिँ थाक्छु भनेर हो कि के भएन अन्त पोखरी रहेछ खान जाँदैछु त्यही हो यस दोस गुड यस मलाई त 2 घण्टा लाग्छ के अरे यस्तो ट्रिपमा त के हिँड्नु पनि अघि त्यही बच्चाहरूले मलाई हे ऱ्यान्डम गाई प्लिज थ्रो माई बल रे यहाँ चाहिँ पोखरी रहेछ मान्छेहरू घुम्न आइरहेछ If you want any help, I can. Yeah, come. Just help him. Come. Good one. यहाँ कन्टिन्यू वाक भइरहेछ हाम्रो के भन्यो किस्मत दाइले फेरि के भन्यो ओके ह्याप्पी न्यु इयर दाइ किस्मत दाइ ह्याप्पी न्यु इयर मजा भयो ठाडो उकालो हेर्नुहोस् स्यासा भइसक्यो हामी चाहिँ यत्रो ठाडो उकालो चाहिँ धेरै हिँड्न बाँकी छ माथि पनि रहेछ हेर्दै गर्नु होला स्यासे भएर भिडियो गर्नै पाएन है सियो बाहिर माथि पुगिसकेसँग लास्टमा गइछु उहाँ भित्र अगाडि छ सियो एकछिनमा स्याबाट हामी स्पोर्टमा छौँ के देखेछ भन्नुभएको छ जस्तो नेपालमा मात्रै हुन्छ यस्तो कुराहरू हेरौँ के रहेछ यस वाउ ब्युटिफुल ग्राउन्ड होइन दाइ यत्रो जङ्गलको बिचमा एउटा मात्र के त्यही मात्र देखेछ कि
हामी यहाँ फुटबल हुन अलिक गाह्रो थाकिएछ सो मच के भन्छ थाकेकोलाई गऱ्यो नि यो होमस्टे मिलेर टायर्ड यस 1 लाखको मात्र राख्यो भने पनि फाइदा त ठिकै छ बिस्तारै हिँड्दा छ किस्मत दाइ हाउ यु फिलिङ दाइ हाउ इज फिलिङ हाउ इज योर 2026 स्टार्टिङ दाइ I'm not so good. वाइ दाइ ट्याक्क जङ्गलको बिचमा कोही छैन शान्त 4 भागमा 1 भाग आइयो बल्ल होइन 4 भागमा 1 भाग अब 3 भाग छ अनि विचार गर हिँड्नु परेन ठिक छ सियो ए हामी त म त थाके छैन के किस्मत दाइ थाकेको है स्टप भएको एकदम म त किस्मत गयो भने नि ये कान्छ सुनाइ कोर्यो हुँदैन के त्यहाँ किस्मत दाइ डरिसक्यो बिस्तार जाम के बिस्तारै बिस्तारै जाम के जाम रोशन दाइले कुरै कुरै छ उहाँ ओके छिरो अनि जाम क्या कुरै कुरै रोशन दाइले चाउ ल बिस्तारै जाम ल नजाम न आउनु ल जा A few moments later. सेकेन्ड डेस्टिनेसन होइन यो 2 खेप थर्ड हो अन्तिम आउँछ यहाँ बसेर लास्ट खेप भएको यस सोल्टी जिउ सोल्टीलाई केटा अगाडि पुगिसक्यो हामी पछाडि छ 4 जना चाहिँ के सोधाइ बस्यो ल सकिसक्यो बाजेले माथिसम्म है कान्छ दाइ भाग्दै गयो दिने फेरि यता सय माथिसम्म भनेको सय त पा त 100 गाली खान्छ त अहिले अनि भाइको अहिले ठिकै छ त यस्तो खर्च होइन यस्तो होइन त नि भिडियो भयो त्यस्तो दौडिने मान्छे हिँड्न सक्दिनँ भनेर भन्ने होइन अब के गर्ने कान्छ दाइ ल त्यो त हुनै पऱ्यो नि भ्लगमै हाल्ने भएपछि त दाडी देख्यो दाइ हरायो त उहाँ नै हो नोन किन हाँस्ने कसले ए हटी हाँस्ने बोल्यो भन्दै कान्छ त धेरै माथि पुगिसक्छ कान्छ दाइ त किचकिच आवाज आउँदैन आउँदैन मैले उता तलबाट यता पुगेको थिएँ यहाँ माथि त तलबाट देखिन्छ नि यहाँ माथि गएको लुक्न खोज्ने त्यसकानी त होइन उसँग हराउने रनिङ भाइ अलि रोशन भाइले हेर्ने हाँस्छ रमाइलो गर्छ दस त हो ढाडसम्म आइसक्यो पेन के हो गाँठसम्म आइसक्यो फाइनली
बल्ल बल्ल हामी आइयो यहाँ यस्तो छ हार्दिक स्वागत हार्टली वेलकम पञ्चायत क्षेत्र विकास समिति धार्मिक ऐतिहासिक सांस्कृतिक तथा जैविक विविधताले परिपूर्ण पर्यटकीय क्षेत्र पञ्चासेमा आइसक्यौँ एकदम हिँड्यो थाकियो गाउँ रहेछ जाउँ बिस्तारै आएको यहाँ चाहिँ इन्ट्री चाहिँ है त ल छिर्यो ल हैट एकदम लाग्यो उहाँहरू सन्दा दौडिदिनु पर्यो अब यहाँ यस खुसी भएर ल सन्दा आयो फाइनली यस एकदम थाक्यो त है आयो सबै आयो यहाँ मन्दिर रहेछ हामी यो मन्दिरमा आइपुग्यो यस्तो ढोकसोक गर्ने ठ्याक्क होइन दोष भेटायो तल कसको Yo, my bro. Thank you for coming. तपाईँ दाइ ढुक्क आइयो नि त है यस यस्तो घुम्ने ठाउँ चाहिँ राखेको दर्शन गर्दै निस्ता यार बल्ल बल्ल गरी आइयो सबैजना चाहिँ लास्ट डेस्टिनेसन यहाँ घुम्नुपर्छ यसरी नै एक घुम्ने यहाँ 1 घन्टा बजाउँ न एक नसुनेर आउँदैछ यो मन्दिर रहेछ यहाँ बल्ल बल्ल गरेर आयो ओ किस्मत दाइ ल यही हो यहीँ आउन लेखेको यहीँ आइयो ठिक छ रमाइलो भइरहेछ यहाँ मन्दिर रहेछ त्यही अब के होटल जाने बेला भेट्नुपर्छ सिउ एकछिनमा यहाँ चाहिँ यस्तो रहेछ ट्याक्क खास गरी कहाँबाट पानी आउने दाइ माथिबाट ढुङ्गामै माथि मूल के हो त पहिल्यै होला है अहिले किन अहिले अब कलियुग सब राक्षसी देश रहेछ 85 ल यस्तो मिठो भ्यू छ यहाँ मलाई भनेको हाम्रो चिया यहाँ हाम्रो त हाल्दै हुनुहुन्छ गुदरी पनि रहेछ किचन यस्तो छ साइडमा आगो ताप्नु त्यहाँ खायो भने उसलाई पनि कफी खाएछ चिया खाएर हामी जान्छौँ नुन खाए बसेर घुमेर अब रिटर्निङ ब्याक फर्किँदैछौँ रोशन यहाँ भात उठ्दै हुनुहुन्छ दोस् ल रिटर्निङ ब्याक चिसो छ एकदमै अब गएर भात खानुपर्छ बल्ल 5 हामी त भात खाँदा 5:30 हुन्छ होला त्यही हो बाई बाई थ्याङ्क यू धन्यवाद भन्नुहुन्छ थ्याङ्क यू सो मच यही हो ल फर्किने बेला त केटा स्वाइङ छ एकदम फास्ट नस्या नसु फर्किँदैछौँ हामी यस्तै केटाको हिँड्दा एकदम फास्ट भइरहेको छ अहिले ओह्रालोमा चाहिँ ल बल्ल फर्केर आयो र थाक्यो अहिले पोखरीको बाटोमा आयो सन डुब्दैछ त्यहाँतिर म ल यहाँ पोखरीमा आयो गाँस दाइ थाकेर आम्मा त्यत्रो मात्रै रहेछ बल्ल अब होटल यहाँ त हामी 5-7 मिनट पुग्छ
त्यही बेला सियो होटलमा गएर अब खाना पर्छ खानै खाएन फाइनल्ली वी आर ब्याक टु आवर होटेल यस सन्चेस हुनु लाग्छ हिमाल फर्क्यौँ हामी त आइपुग्यो वारको टोली आउन बाँकी नै छ हामी त फास्ट गऱ्यौँ नि फास्ट यस खाना खानुपर्छ भोक लाग्यो लास्टै के लाग्छ त भाग्नुपर्छ यत्रो भएर आएको उकालो उकालो बिस्तारै भाग्नुपर्छ फर्स्ट त मगाए फाइनली वी आर ब्याक यस अब भात खाने बेला भेट्नुपर्छ सिउ आउने बित्तिकै हाइक गराउने बित्तिकै नुहाइदिएको जमिसकेछ फेरि यहाँ अब खाना खाने एकछिनमा टोली यहाँ रोशन दाइ मोबाइल चार्ज गर्दै हुनुहुन्छ सो अन्त स्टोरीको लागि प्रिपेयर हुँदैछ होला रोशन दाइ है रोशन दाइ टोलीहरूको यस्तो जमिरहेको होला यति भोक लाग्यो कि भ्लग बनाउनु पाएन खाएको अब खाएर भ्याएपछि ल सकियो च्याप्पै ठुकुटी गच्छु मनोजले खाँदै हुनुहुन्छ किस्मत बुढो होइन हाम्रो अब लास्ट डान्स डान्स हिसाब किताबहरू जाँदा बसिन्छ लगन्स दाइ ल राम्रोसँग बाई बाई गर्छु यहाँ सबैलाई ल दाइ ल राम्रोसँग जानु कस्तो पाहुनालाई छोड्न जाऊँ न गेटसम्म हेरेर दाइ जाँदैन हुन्छ अरू जाँदै हुनुहुन्छ है दाइ तपाईँ अमुल दाइ दाइ ल राम्रोसँग दाइ राम्रोसँग जानु ल हस् दाइ ल दाइ राम्रोसँग जानु ल टमाटर दाइ ल दाइ यस ल अमुल दाइ राम्रोसँग है अमुल दाइ राम्रोसँग ल रोशन दाइ ल हस् दाइ गाइजहरू गयो हामी यहाँ बसिन्छ अब यहाँ बसिन्छ हामी चारजना किस्मत दाई मुडे दोष दिनेश दाई हसिन दाई गेट लाइले ल भित्र दाईहरू त्यहाँभित्र तास खेल्दैछ रमाइलो गर्दैछ माया चाहिँ यहाँको ताप्दैछ एकदम जाडो छ त्यही गाइज होइन भोलि बिहान उठेर के हुन्छ सुतिन्छ एकछिनमा एकदम चिसो एकदम टाढा हिँड्यो थाकेर यहीँ सुत्ने माया गर्नुपर्छ माया गर्ने होला है बाफ पनि आइरहेको छ पोलेर चिसोले एकदम पानी त वाइल्ड चिसो छ तातो पानी चिसो आउँदा आउँछ नुहाएको अघि रिसेस भयो अब यहाँको ताप्दैछु तातो हुनको लागि एक्लै दाइहरू भित्र बसिसकेँ त्यहाँ एकछिन मैले गर्दै सिउ गाइस ल सिउ लिएर भोलि बिहान भेट्नुपर्छ ल ल ल ल खै अनि 500 पनि अगाडि अनि झिको पनि झिङ्गो खै झिगाल के मान्छे चाहिँ झिगाल गाई
सास हेल्दा चाहिँ भिड त दिएको मान्छे दिस तैँले 500 तँसँग 500 थियो तपाईँले 200 रुपियाँ दिएर मैले कति 400 रुपियाँ थियो अनि कसरी 500 दिस 100 मेरो 200 मिसाउँदा त तै 500 पुगे हैन 600 कति रुपियाँ थियो तपाईँसँग तेरो आउँदा चाहिँ भोलि बोल्नु छुट्टो हुन्छ फ्रेस गुड मर्निङ टु एभ्री वान है आज मेरो 50 सेमागेको छ अस्ति आएपछि यो डे 3 भयो अनि हिजो पनि आइबस्यो आज चाहिँ हामी फर्किन्छौँ भर्खर भर्खर उठेको सबैजना उठिसक्यो रुमबाट है हामी बसेको यहीँ हो फर्किँदा के हुन्छ बाटो एकदम अफरोड छ आज पनि खासै मौसम खुलेको छैन हिमालय चाहिँ देखिएको छैन 12 बजिसकेका लगभग हामी तिनजना सुत्यो एकदमै सुत्यो रमाइलो भयो म तपाईँलाई नि ब्लग हेरेर रमाइलो भयो होला अब सम्भवतः के क्लिप्सहरू भएन म जाँदाखेरिको हाल्छु नत्र चाहिँ म उसको हाल्छु के भन्छ अरे मै पोखरा पछि सियो ल अब उठियो फ्रेसेस भयो अब खाना गइन्छ हामी अब 1 बजी 1:30 हिँड्दा 2-3 बज्छ हाम्रो चिया खाने टाइम अहिले भएछ किस्मत दाइ अझै पनि ह्याङमा छ किस्मत दाइ आरामदायको भ्यूमा ढाकेको चिया खाँदैछ र यहाँ ल फाइनली गाइस हाम्रो खाना खाने टाइम भयो अब हामी यहाँ खाना खाँदैछौँ अब खाना खाएर हामी एकछिन रेस्ट गर्छौँ अनि हामी हिँड्छौँ यहाँ दाइहरूको खाना आधा भइसक्यो म सुरु गर्ने पाएन ठिक छ ल सब सुरु गर्छु म मजाले किस्मत दाइ मजाले मिठो छ यस साथीले मजाले यहाँ मासु छ साथीले मासु बिना खै नखाने अन्त अहिले आज अन्डासँग बिहान चाहिँ हिँडेर थाकेछ दुखेछ ज्यान चाहिँ जस ल भात खान्छु म यी अब भाउजू एकदम धनी भयो पैसा ठट्खटी गर्नुभएको छ हिजो फिर्ता आएन भाउजू जितेको पैसा अरूले भाउजू यस आउँछ घुमी घुमी अब जाने हो सर दिनेश दाइकोमा बस 3 दिन भयो आज ल हामी गयो अब यहाँबाट ल दिनेश दाइ भाउजू बाई बाई सी यू सुन ल हामी जान लाग्यो यहाँबाट चाहिँ मसिन दाइ हिँडिसक्यो भाउजू भ्लग हेर्नु है भ्लग हेर्नु है यहाँको भ्लग हेर्नु है ल त्यहाँ छ यस धेरै कठिनाइ गाइस एकदम गाह्रो छ ओ गिटारिस गाह्रो गर्दैछ हामी भिडियो भ्लग बनाउनु नि एकदम गाह्रो भइरहेको छ मलाई बाटो यस्तो छ दाइ तल गएर भेट्नुपर्छ ठ्याक्क हामी यो के बोर्ड रे यो के गाउँ रे दाइ सिताने गाउँमा आएको ट्याक्क दोषको चस्मा खसेर दोष फेरि रिटर्न ब्याक भएर चस्मा हेर्न गएछ अब पाउँछ कि पाउँदैन भन्ने कुरा एकछिनमा थाहा हुन्छ हामी यहाँ कुर्दैछौँ यहाँ नयाँ गिटारिस्ट कसैलाई ब्यान्डमा गिटारिस्ट र त्यो क्याजन हान्ने कमी भएछ भने किस्मत गुरुङ दाइलाई सम्झिन सक्नुहुनेछ होइन दाइ यस only 10,000 न दाइ हुन त गाउँ रहेछ ऊ त्यहाँ गाउँ रहेछ हेर्ने गाई गाउँ हेर्ने सितानै गाउँ रहेछ गाउँहरू रहन चाहिँ ठिक छ बाटो पनि बिस्तारै ठिकै छ राम्रो बनाउँदै रहेछ सियो अब दोष आएपछि ल यहाँ बाटो बनाउँदैछ दोस्रो त हेर न टर्न भयो त तिम्रो चस्मा भेट्यो होइन चस्मा भेट्यो होइन बाटो बनाउँदै रहेछ डोजरले ल हामी आयो यहाँ आयो अब एकछिन पौडी खेल्ने रे मसिन दाइले यस्तो चिसोमा किस्मत दाइ फर्स्ट टाइम होइन यहाँ किन यो ठुल्ठुलो हुँदा उहाँबाट हामी जम भन्थ्यो डाइभ भन्थ्यो कोब्रा डाइभ ए नाटक फेरि यहाँ आयो धेरै छैन मैले घाँचिनाको होला कतिलाई थाहा छ यहाँ यस्तो छ यहाँ आइपुग्यो
एकछिन बसेर गइन्छ अब हामी है त हामी फर्किँदै थियौँ फर्किएको बेलामा यहाँ बेलुन उडेको देख्यौँ त्यहाँनिर अर्को बेलुन हो हटियर बेलुन दुईवटा एउटा हाम्रो माथि छ एउटा उहाँ छ वी आर ब्याक खानु चाहिँ पर्यो तरिका अब यो टक्क खाजा खाने नि जाने अब तर्पण नआयो नि धेरै भयो थियो पिरो डेन्जर खुर्सानी आमा डेन्जर पिरो छ मोटुले सफा गरिदिइहाल्छ नि तातो पानी मन तातो पानी खाँदैन छेर्न लाउने ल हामी फाइनल्ली आयौँ यहाँ मसिन दाइको ल दोस्त बाई बाई है राम्रोसँग है दाइ गए ल किस्मत दाइ यस्तो मान्छेले राखेर हिँड्नुपर्छ कि ल गाइस फाइनली म घर गएँ अन्त दाइको चार्जर पनि छोडेँ दाइ किस्मत दाइलाई पनि छोडिदिएँ म घर आएको अब त्यही यो साइड सकियो अब यहाँ मम्मीहरू यहाँ बसिरहेको रहेछ है इन्जोय छ मेरो कोठामा सुड्डी माउलाई ओ सुड्डी माउ ह्याप्पी न्यु इयर सोल्टिनी आमा ह्याप्पी न्यु इयर तातो हात छ न गाइस सी यु यति नै बाई बाई सी यु इन द नेक्स्ट ब्लग थ्याङ्क यू फर वाचिङ